नारी दिवस। अन्तर्राष्ट्रिय नारी दिवस हरेक वर्षको मार्च 8 मा मनाइन्छ। यस वर्ष 115औं दिवसको नारा लैङ्गिक समानताको बलियो आधार, सृजनात्मक प्रविधिमा महिला पहुँचको विस्तार भन्ने रहेको छ। 2081 को दिवसको अवसरमा ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाले फागुन 22 गते नेपालको संविधान तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौताद्वारा प्रदत्त महिला अधिकारको कार्यान्वयन र चुनौती विषयक अन्तर्संवाद गरेको थियो। कार्यक्रम 10 बजे भनिएको थियो, त्यसैले म बिहान 7:15 बजेतिर निस्किए। बाइकमा सुनकोशीको पालिकैसम्म यात्रा पहिलोचोटि थियो। बजार, ज्यामिरे, खोदम्पा हुँदै अघि बढे। सबै ठाउँको नाम मलाई पनि थाहा छैन। बाइकबाट तल हेर्दा निकै सुन्दर फाँटहरू देखिए। एकैछिन रोकिए। सायद यो मुलुङ गाउँपालिकाको फागुने टार हुनुपर्छ। पक्क चाहिँ म पनि भइन। पहिला मुलुङ खोला तरेर गएको अहिले पुल बनेछ। घुम्तीहरू घुम्दै जाँदा डाँडामा एक बालिका उफ्रिरहेकी थिइन्। बिसाएँ। नानीसँग फोटो भिडियो खिचे। त्यही मुनिको घरमा बस्ती रहेछन् उनी। कपाल मिलाएर खिचिदिनु भए हुन्थ्यो भन्दै मास्तिरबाट एकजना दिदी आउनुभयो। चिया खाएर जान आग्रह गर्नुभयो। म नानीसँग झरेँ। केही पानाहरू चेतिएका किताब देखाउँदै मेरो हो भनिन्। एलकेजीमा पढ्ने कुरा बताइन्। मैले उनको बाबा मम्मी के गर्नुहुन्छ सोधेँ। बाबा अस्ति खस्नु भएको भनिन्। त्यसपछि अघिका दिदीले उनको बुबा खसेको, आमा त्यस्तै त्यस्तै, उनलाई हामीले ल्याएको के भन्दै उनको खासै राम्रो टिप्पणी थिएन। त्यसपछि ती नानीप्रति झन् बढी माया पलायो। दिदीले मलाई चिया दिएर तपाईँ खाँदै गर्नु, हामी बाख्रा निकाल्छौँ भनिन्। तर ती नानी जान मानेकी थिएनन्। मैले नै जानुस्, भाउजूलाई सघाउनुहोस् भनेपछि खुसी नहुँदै पनि गइन्। कार्यक्रममा त्यहाँका सहभागी लिन बस पनि आइपुग्यो। मैले चिया खाइसक्दा पनि बाख्रा लिएर गएका ती नानी र भाउजू आएनन्। ढिला भएकोले म पनि हिँडेँ। तर मनभरि ती नानीबारे विभिन्न कुराहरू खेलिरह्यो। बाटो भुल्छु कि भने बाटोमा भेटिएकालाई सोध्थे। उनीहरूले मलाई दाइ भन्थे। त्यो स्वाभाविकै हो, किनकि महिलाले बाइक चलाउँछन् भन्ने कम्तीलाई मात्रै थाहा होला। फेरि मेरो हुलिया नै त्यस्तै र आवाज पनि ठुलै छ। मनमनमा आँसु उठ्थ्यो। हरियाली सुन्दर बस्तीहरूले मन लोभाइरहन्थ्यो। पालिका नजिक डाँडामा निस्कदा निकै भयङ्कर भव्य पालिकाको भवनले मन तान्यो। गाउँमा सिंहदरबार भन्थे, हो रहेछ लाग्यो। तर काठमाडौँको सिंहदरबार र यो गाउँको सिंहदरबारमा फरक चाहिँ के होला? मनले प्रश्न गर्यो। सिधै पालिकाको आकर्षक प्राङ्गणमा शानका साथ बाइक पार्क गरे। धुलोले मेरो पुरै शरीर हेरिसक्नु थिएन। साथीहरू होटलमा भएको बुझेपछि त्यतै लागे। सरसफाई खानपानपछि कार्यक्रम स्थल आइयो। गाजाबाजा, महिला अधिकार सम्बन्धी लेखिएका प्लेकार्ड र नाराहरू गुन्जिरहेथ्यो। कार्यक्रमका प्रमुख आकर्षक नेपाली काङ्ग्रेसका सहमहामन्त्री अर्थात् संविधान सभा सदस्य महालक्ष्मी उपाध्याय टिना बेहुली झैँ दुबोको मालाले सजिएकी थिइन्। कार्यक्रमका विशेष वक्ता नेकपा एमालेका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य पेम्बा लामा, नेकपा माओवादीका केन्द्रीय सदस्य अर्थात् ओखलढुङ्गाका जिल्ला अध्यक्ष चम्पा कार्की थिइन्। त्यस्तै नेपाल पत्रकार महासङ्घका निवर्तमान उपाध्यक्ष, 2 अध्यक्षले अधिवेशन गर्न नसकेको अवस्थामा कार्यवाहक अध्यक्ष भई निर्वाचन गर्न सफल पत्रकार बाला अधिकारी पनि। कार्यक्रममा सबैले दमदार भाषण गरे। मैले 19 वर्षको उमेरदेखि समाज रूपान्तरणमा म लागिरहेको थिएँ। त्यो बेलादेखिको मेरो एक खालको र सुनकोशी गाउँपालिकाको र मेरो व्यक्तिगत तर्फबाट पनि यो एउटा कार्यक्रम गर्ने मलाई असाध्यै इच्छा थियो। 51% महिलाको उपस्थिति हुँदै गर्दाखेरि 33%ले भ्याउँदैन हामी महिलाहरूलाई। हामी महिलाहरूले 33% कायम गर्नको लागि हामीले 50% को एजेन्डा बहसमा लानै पर्छ। हामीले सदनमा लानै पर्छ, केन्द्रमा लानै पर्छ। हाम्रो 33% महिलाको सहभागिताको लागि मात्रै यो हाम्रो लडाई होइन, यो हाम्रो उपस्थिति होइन। हामी महिलाहरू विभिन्न तह र तबकामा नेपालको विकास गर्नलाई, विकासलाई सम्मान ढङ्गले अगाडि बढाउनको लागि हामी महिला विभिन्न वडा, बस्ती र विभिन्न निकाय तहमा हामी पोलिसी लेभलसम्म महिला पुग्नु जरुरत छ। त्यसका लागि आज हामीले यो कार्यक्रम आयोजना गरेका हौं।
आगामी दिनमा महिला सशक्तिकरण महिलाको अभियानलाई एउटा डिसिजन मेकिङमा पुग्नको लागि महिलाले अहिले कस्तो चुनौती भोग्न परेको छ, आगामी दिनमा कसरी सरल हुन्छ भन्ने विविध विषयवस्तुमा यहाँहरूले फिडब्याक दिनुहुनेछ। थोरै जोड्न चाहे, यसभन्दा अघिल्लो कार्यकालमा पनि सविता राई मानेभन्ज्याङ गाउँपालिकाको उपाध्यक्ष हुनुहुन्थ्यो। उहाँले पनि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा डाक्टर रेणुराज भण्डारीलाई बोलाउनु भएर एकदमै महिला कुन अवस्थामा छ, अब कसरी अगाडि बढ्ने भन्ने विषयवस्तुमा एकदमै ठुलो बहस भएको थियो। त्यो कुरा पनि म स्मरण गर्न चाहन्छु र सकेसम्म सबै गाउँपालिकाको उपाध्यक्षहरू, अहिले जसरी सुनकोशी गाउँपालिकाको अध्यक्ष कमलजीले यहाँ जुन एउटा अवसर जुराइदिनु भयो, त्यो अवसर सबै गाउँपालिका नगरपालिकाले यो हाम्रो संविधानमा र अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा प्रदत्त हाम्रा महिलाका अधिकारहरूको कति प्रयोगमा आयो र ती अधिकारहरू कति कार्यान्वयनमा छ र कति अधिकारहरू चाहिँ कोल्याप्स हुँदैछ अथवा प्यारालाइसिस हुँदैछ भन्ने विषयको यो चर्कारो अन्तर्संवादको विषयमा आज व्यक्तित्व हुनुहुन्छ। जुन अधिकारको लागि हस्ताक्षरित तीनवटा महत्वपूर्ण व्यक्तित्वहरू हाम्रो माझमा उपस्थित हुनुहुन्छ। संविधान सभा सदस्य एकेराज सुनारज्यू, त्यस्तै गरी संविधान सभा सदस्य पेम्मा लामाज्यू, उहाँहरू यो हस्ताक्षरित व्यक्तित्वहरू हुनुभएको हुनाले हामी यति गर्वका साथ, यति स्ट्रङका साथ हाम्रा कुराहरू आउनुपर्छ, हाम्रा सवाल जवाफहरूले एकदमै एउटा रिजल्ट दिनुपर्छ भन्ने खालको कुरामा मेरो मान्यता। कम्तीमा 8वटा स्थानीय तहमा 4 जना महिलालाई प्रमुख त बनाउन त। हामीले तारा कार्कीलाई स्थानीय समूहको प्रमुख किन बनाउन सकेन त? किन पुरुषले चाहिन्छ त? बनाउन। त्यसैले काम कुरा गर्दै हामी काहीँ काम हुन थाल्यो भने, कतै कमजोर भयो भने, कार्यान्वयनको विषयमा हामी अगाडि बढ्न सकेन भने, हामीले क्षमता देखाउन सकेन भने हामी यही प्राङ्गणमा हुन्छौँ र यहाँले दिएको उपदेश, केही सुझाव सल्लाहले हामीलाई केही सिकाइ, केही सुनकोशी गाउँपालिकालाई समृद्धि गर्ने केही कुराहरू हामीले यहाँबाट केही बुद्धि उपदेश यहाँले दिनुहुनेछ। त्यो चिजलाई हामी कम्पाइल गरेर सुनकोशी गाउँपालिकाको दस्तावेज गर्ने नै छौँ। हामीले लडेर ल्याएको संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरिसकेपछि जुन संविधान तपाईँको प्राप्त गर्यौँ, त्यो संविधानमा हस्ताक्षर गर्नुहुने मान्यज्यूहरूको उपस्थितिमा आज हाम्रो अधिकार संविधानमा के लेखिएको छ र हामीले त्यो अधिकारलाई कसरी तपाईँको चाहिँ प्रयोगमा ल्याएका छौँ। संविधान संशोधनको विषयमा, आज संविधानको विषयमा, कार्यान्वयनको विषयमा के कुराहरू, कहाँ कुराहरू कमी कमजोरी छन्, त्यसलाई अब आगामी दिनमा पूर्ण रूपले पालना गर्ने, सबैले तपाईँको आफ्नो अपनत्व तपाईँको चाहिँ हुने र यसलाई पनि अझै पुरस्कृत गरेर अगाडि लिने जाने कुरामा पनि ठाउँ ठाउँमा कार्यक्रमहरू, गोष्ठीहरू भइराखेका छन्। म विश्वास दिलाउन चाहन्छु, म एउटा जिम्मेवार दलको मान्छे भएको कारणले पनि दोहोऱ्याउन चाहन्छु, अधिकार दिलाउने कुरा, समानुपातिक समावेशी प्रतिनिधित्व गराउने कुरा त छँदैछ। महिला हिंसाको आरोप लागेकाहरू कसैलाई पार्टीहरूले टिकट दिने त कुरा छोडौं, त्यसलाई ठाउँका ठाउँ कारबाही हुनुपर्छ भन्ने आवाज पनि उठाइरहनु भएको छ। यसप्रति तपाईहरुलाई ऐक्यबद्धता व्यक्त गर्दै
अन्तर्राष्ट्रिय नारी दिवस हाम्रो अधिकारको दिवस, महिलाहरूले आवाज उठाएको दिवसको दिन हो। र आज विगतमा हामी सम्झौँ, नेपालमा विगतका दिनहरूमा केही सदरमुकाममुखी कार्यक्रम मात्रै हुन्थ्यो। हामी सहरमुखी महिलाहरूले कार्यक्रम गर्थ्यौँ भने आज नेपालको संविधानसँगै 2072 नेपालको संविधान सँगै जहाँ महिलाको अधिकारलाई हामीले लेख्न हामी सफल भयौँ, त्यसपश्चात महिलाको अधिकार प्राप्तको लागि हामी गाउँघरमा यसै नारी दिवसका उपलक्ष्यमा मात्र नभई विविध कार्यक्रम, संवाद र छलफल हामी गरेर व्यापक रूपमा महिलाहरूको कुरालाई अगाडि बढाइरहेका छौँ। सिंहदरबारको अधिकार गाउँघरमा भनेर हामीले त्यो अधिकार प्रदान गर्न लेखेका थियौँ। आज अध्यक्षज्यूले यहाँ भन्नुभयो, उहाँले आज यो गाउँपालिकामा धेरै काम गर्नुभएको रहेछ। मैले हेर्दै आउँदै बाटोबाट एउटा कुरा चाहिँ के देखेँ भन्दा हामीले सिंहदरबारको अधिकार जनतामा पुर्याउन सक्यौँ कि सकेनौँ, तर सिंहदरबार जस्तो घर चाहिँ कमलजीले बनाउनु भएकोमा म हार्दिक उहाँलाई धन्यवाद दिन चाहन्छु। र अहिले सिंहदरबारले गाउँघरमा त्यो अधिकार प्रदान गर्यो कि गरेन त्यो कुरामा खबरदारी गर्ने र सिंहदरबारले त्यो नदिएको अधिकार र सिंहदरबारले न्याय दिएन भने पनि म आदरणीय अध्यक्षज्यूलाई त्यो न्यायका लागि लड्न, न्याय दिनका लागि लड्न, त्यो अधिकार प्राप्त गर्नका लागि लड्नलाई म आग्रह गर्न चाहन्छु। त्यसमा मेरो साथ म संविधान सभाको सदस्यको हैसियतले, पार्टीको सहमन्त्रीको हैसियतले म उहाँलाई साथ दिने मेरो प्रतिबद्धता पनि जाहेर गर्न चाहन्छु। त्यसैले हरेक गाउँपालिकाले आफ्नो अधिकार प्राप्त भएको नभएको आवाज उठाउनु पर्छ। नगरपालिका, गाउँपालिका र तमाम जनताले, महिला दिदीबहिनीहरूले हामीले हेर्दा नेपालको संविधान महिला मैत्री संविधान छ। संसारले महिलाको अधिकार कहाँ प्राप्त छ, कुन कानुनमा, कुन देशको कानुनमा भन्दा नेपालको कानुनमा, नेपालको संविधानमा महिलाको अधिकार बढी छ। तर हामी कार्यान्वयनमा कति पछाडि छौँ। हामी कछुवाको तालले पनि अगाडि बढेका छैनौँ। हाम्रो संविधान हेरेर, हाम्रो महिलाको अधिकार हेरेर आज संसारका हरेक कतिपय देशहरूले फड्को मारेको छ। सहभागिताका सवालमा आज 60% सम्म सहभागिता अरू देशले प्राप्त गरेका छन्। नेपालले आज भन्दा 64 सालमै 1/3 महिलाको अधिकारको कुरा गरेको, आज पनि हामी जहाँको त्यही छौँ, हामी अगाडि बढ्न सकेका छैनौँ। त्यसैले यो अधिकारका लागि अझ हाम्रो आन्दोलन जारी छ। हामी आन्दोलन गरेरै सहभागिता र समानुपातिक सहभागिताका लागि हामी अघि बढ्छौँ। भए पनि नभए पनि अर्को पुरुष साथीले चलाइराखेको हैन, अनि निजामती क्षेत्रमा प्रशासन चलाइराखेको यो चुनौती भने अन्तर्राष्ट्रिय सन्धि सम्झौताद्वारा प्रदत्त महिला अधिकारको कार्यान्वयन र चुनौती विषय निकै महत्त्वपूर्ण छलफल भइरहेको थियो। तर ती बल्ल भेट भएका आमा दिदीबहिनीहरूले त्यसको महत्त्व बुझेनन् कि गफमा व्यस्त थिए। त्यो देखेर दुःख पनि लाग्यो। एउटा मनले भन्दै थियो, त्यो प्यानलिस्टमा संविधान लेखनमा आबद्ध पुरुष एकजना राखिनु पर्थ्यो। त्यहाँ एक विद्यार्थीले संरक्षणविहीन बालबालिकाहरूको बारेमा राखेको सवालले अघि बाटोमा भेटिएकी ती नानीको याद दिलायो। पालिकाभित्रका 2 खेलाडी चिरन राई, गुणराज रोचाल, नेपाल पत्रकार महासङ्घका पूर्व कार्यवाहक अध्यक्ष बाला अधिकारी र मलाई सम्मान गरियो। सम्मान पाउँदा पक्कै सबैलाई जस्तै मलाई पनि खुसी मिल्यो। मैले सम्मान लिँदै गर्दा समाजका ती आवाजविहीन होइन कि आवाज नसुनिएकाहरू आँखामा झलझली आए। समय ढल्किँदै थियो। कार्यक्रम समापन हुने बित्तिकै मानिसहरू तितर बितर भए। साँझको 5 बज्दै थियो। त्यसैले म पनि हतारिँदै फर्किए। मनले मन्थन गर्दा महिलाले अधिकार लिनुपर्छ भन्ने कार्यक्रमसँगै महिलालाई अधिकार प्रदान गर्न सिकाउने पुरुषका लागि पनि यस्ता कार्यक्रम नहुँदासम्म पूर्ण नहुने निष्कर्ष निकाल्यो। यस भिडियोबाट तपाईले पनि केही कुरा सिक्नुभयो होला भन्ने आशा छ। यस भिडियोलाई लाइक, कमेन्ट, सेयर र मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिन नभुल्नुहोला। धन्यवाद।